Hi guys, welcome back to my YouTube channel. It's a day 2 vlog. आज चाहिँ हामी भर्खरै उठेको बेलुका घुमेको भएर लास्टै थकै लागिरह अनि भर्खर उठेर बिन्सा नुहाइसकि रितु नुहाउँदैछ अनि त्यसपछि के भन्नु थिएँ आज चाहिँ हामी फेरि त्यही टावर ब्रिज नै जान्छौँ दिउँसोमा किनकि जो बेलुकामै गरेको हेरेको हो नि त अनि अब ब्रेकफास्ट गरेर फ्रेस भयो भएर जान्छ अनि आज दिनभरि चाहिँ कता कता अब कता कता भ्याइन्छ हाम्रो धेरै दिन त छैन भोलि फर्किने हो सो जता जता भ्याइन्छ त्यतै घुम्छौँ आज चाहिँ के रमाइलो के कता कता घुम्छौँ म सबै यो भिडियोमा हाल्नेछु भिडियो लास्टसम्म हेर्नु होला ओके बाई नेपालीलाई कति गाह्रो बाहिर जानु घरबाट जग बोकेर आउनुपर्छ अब यहाँ विदेशीहरूलाई जग चाहिँदैन अहिले त हामी ब्रेकफास्ट गरेर आयौँ अब चाहिँ रेडी हुन्छौँ अनि त्यसपछि हामी जान्छौँ लन्डन ब्रिज हामी चाहिँ अब जान लाग्यो लन्डन ब्रिज टावर ब्रिज के ल जाउँ है त हामीसँग दुईजना राम्रो देखिरहन् राम्री सो गाइस अब चाहिँ हामी जान्छौँ तर कस्तो चिसो छ भाइ रस्ते चिसो छ अब हेर अनि गएर लन्डन ब्रिजमा फोटो खिचेर अनि फेरि आउँछौँ हामी मैले तिमीहरूको फोटो खिचिरहेको छु हे बेबी कम टु लन्डन भन न अब चाहिँ हामी बोट चढ्न जाँदैछौँ है हामी चाहिँ माथि बस्नु भनेको सिट पुरा फुल भएर गयो Before it was called the Elizabeth Tower, it was called the St Stephen's Tower. Now Big Ben's the hour bell, he's the hour bell only. This is the last of the Great Festival of Britain, and it was built as a morale booster after World War II. Now many famous people, they have sung in this building during their career. To name गाइस अब हामी चाहिँ फेरि अर्को ठाउँ घुम्न जान लागेको तपाईले कति यो ज्याकेट नछोडी के भन्नुहुन्छ होला मसँग यो ज्याकेट बाइक केही ज्याकेट नि लिएर आइन बाहिर जाडो छ त्यही पनि हामीले यस्तै कपडा लगाइरहौँ गाइस हामी चाहिँ अब जाँदैछौँ फेरि घुम्नको लागि कस्तो घाम लाग्यो भाइ हाई बिन्सा हाई रितु So guys, अब हामी जाँदैछौँ प्यालेस Hi How are you? I'm good. How are you? Not bad. Okay. Yourself? I'm not bad. के हो यो कति ठुलो घर हो हेर्नु त गाइस के हो यो यस्तो राम्रो
गाइस यो घर भनेर नझुक्किनु है, यो सबै पोस्टर हो। हामी चाहिँ लन्डन ब्रिजको माथि आएको छौँ होइन। यस गाइस Guys. अलि यस्तो देखाइदेऊ न पछाडि ब्याक गरेर वेलकम ब्याक अगेन। आज चाहिँ डे 3 हो, हिजो डे 2 को चाहिँ मैले इन्डिङ गर्न पाइनँ राम्रोसँग। हामी पनि यस्तो थकाइ लाग्थ्यो। हामी पुरै लन्डनको त्यो लन्डन आइ अनि के कति ठाउँमा सबै हिँडेरै घुमेरै उस गऱ्यौँ। कति त भिडियो पनि बनाइन किनकि एकदम क्राउड थियो। अनि हामीले चाहिँ सुनेको यहाँ चाहिँ मोबाइल लिएर भागिदिन्छ अरे मान्छेहरू, त्यही भएर मैले फोन झिकिन बाहिर। सो मैले चाहिँ राम्रोसँग कुनै पनि बनाउन पाइनँ भिडियोहरू पनि। अनि त्यही हो, अब आज चाहिँ हामी दिउँसो एकछिन घुमेर अनि हाम्रो बेलुका 6 बजेको फ्लाइट छ अनि हामी जान्छौँ। नभन है, तँ केही पनि नगर है, केही पनि नगर है, त्यो किन त्यत्तिकै किन त्यति सेभ मात्र गर। म कति नराम्रो आयो त्यहाँ ल गाइज। अझै हामी रेडी हुन पर्छ, उठेर मात्र बसेछौँ ओके होइन। निन्द्रै पुगेन गाइस। ओके अब घरै गएर सुत्ने हो राम्रोसँग। स्टे टु टायर्ड। भोलि धन्न होलिडे छ, लास्टै रमाइलो भयो, लास्टै रमाइलो भयो। बल्ल विदेश आए जस्तो फिल भएको थियो कसम। बल्ल यहाँ देखेर विदेश आए जस्तो ओके गाइज, हामी रेडी भएपछि भेट्छौँ है त, बाई। सो गाइज अब चाहिँ हामी जान लागेको ब्याक टु रियालिटी। जान नि मन लागेन तर जान पर्छ, निस्किन्छौँ, बाई। गाइज यहाँ चाहिँ पोखरा मौसम लागिरह के लाहा ऋतु यहाँ नेपाली खानेकुरा हुन्छ कि खोजौँ न। सिफुड सिफुड यहाँ हुँदो रहेछ खाने हो गाइज। चिकन भात नि हुन्छ के र। हामी चाहिँ अब फर्किन लाग्यो, सक्यो हाम्रो लन्डनको यात्रा। हामी चाहिँ अब फर्किन लाग्यो। एउटा केही इनर्जी पनि छैन, एउटा केही बाँकी छैन होइन। अब जाँदैछौँ, लास्टै गाह्रो भयो। मैले त केही बनाउनु पनि पाइनँ बाटोहरूमा पनि। अब चाहिँ मेरो फर्स्ट एन्ड लास्ट डे यो ऋतुको पनि त्यही हो अरे। यो मेरो पनि हाम्रै स्कटल्यान्ड प्यारो है गाइज। हामी यहीँ कुरेर बसिरहेछौँ, लास्टै थकाइ लागिसक्यो, यस्तो छ हालत। अझै 1 घन्टा छ। कतिखेर घर गएर आफ्नै बेडमा सुताउँ जस्तो भयो पलट्ट परेर। गाइस हामी चाहिँ अब फर्कियौँ, दालमोट खाने। बाई बाई लन्डन, अन्टिल नेक्स्ट टाइम। जाने मन लाग्छ छैन, जानु मन लाग्छ। जान त मन लाग्छ तर उहाँ फर्केर जानु मन लागेन। काममा जानु मन लाग्यो मलाई नि घर चाहिँ जानु मन लाग्छ, काममा जानु मन लाग्यो। बाई ल बाई।
गाइज मेरो लन्डनको भ्लग चाहिँ यति नै हो थ्याङ्क यू फर वाचिङ माई भिडियो प्लिज डु लाइक कमेन्ट कस्तो लाग्यो भन्नु होला हामीले अझै इन्जोय गरेको थियौँ तर मैले पुरै हाल्न पाइनँ किनकि त्यो गाडीमा हिँड्दाखेरि मान्छेको शरीर नत्राङ्ग भयो केही भिडियो बनाउने केही यसले सम्झाइरहेको थियो मलाई भिडियो बनाएर अहिले पनि मैले सम्झाएको त्यही हो ल थ्याङ्क यू सो मच किप वाचिङ